तपाईहरु पनि ब्लग बनाउनुहुन्छ तर टपिकहरु के मिल्दैन, तपाई एक्लै हुनुहुन्छ तर ब्लग केमा बनाऊ भन्ने थाहा हुँदैन भने आज म तपाईहरुलाई बताउन गइरहेको छु कि ब्लग कसरी बनाउने। अब एक्लै हुनुहुन्छ तर केही छैन, ब्लग बनाउने मन छ तर कसरी बनाउने आज म बताउँछु। पहिला त म अर्को मोबाइल चलाउँछु है। यो अर्को मोबाइल छ, लगभग यहाँ मेरो वरिपरि हेर यति सामानहरु छन्, यो छ हैन। म एक्लै छु तर म ब्लग बनाउन चाहन्छु। अब हेर ब्लग कसरी बनाउने। जस्तै अब म भन्छु, हेलो साथीहरु नमस्ते, मेरो नाम राजन, स्वागत छ मेरो नयाँ ब्लगमा भनेर म यसरी भन्छु। नयाँ ब्लगमा अब बताउँछु म यो इटाहरु आधा फुटेको छ, के राम्रो छ, यो बजरंगी इटा हो। तपाई कुन इटा प्रयोग गर्नुहुन्छ घर बनाउँदा मलाई कमेन्टमा गर। यता बोरीहरु पनि छन्, यता स्टुल राखेको छ, यता अरु सामानहरु टन्नै छन्, यता सामानहरु टन्नै छन् भनेर भन्न सक्नुहुन्छ। अब तपाईको वरिपरि पनि केही सामानहरु छ भने त्यसलाई लम्ब्याएर भन्नु, ब्लग भनेको त्यही हो, लम्ब्याएर भन्नु। अब केही पनि छ भने जस्तो अब यो कट्टा छ, यो सिमेन्टको कट्टा हो, 5-6 दिनसम्म यतै राखेको छ, यो के बिग्रिने त हैन भनेर यस्तो पनि ब्लग हुने भयो। 10-15 सेकेन्डको ब्लग दामी भन्छ ब्लग। जस्तै अब मेरो यो घरमा वायरिङको काम दियो, अब प्लास्टर गर्न बाँकी छ, अरु सबै काम बाँकी छ, झ्याल हाल्न बाँकी छ, ढोकाहरु हाल्न बाँकी छ भनेर यसरी भन्न सक्छु। केही कुरा पनि तपाईको वरिपरि त्योलाई लम्ब्याएर भन्नु। जस्तै अब यो पाइप छ, यो पाइप यो घर बनाउँदा सपोर्टको लागि बाँध्ने गर्छन्, यो डोरीहरु यस्तो भनेर तपाईहरु पनि भन्न सक्नुहुन्छ। तपाईको वरिपरि रुख छ भने रुखको बारेमा भन्नु, यो के को रुख कस्तो भन्ने, गाडी छ भने गाडीको बारेमा भन्नु, यो यति चल्छ, यति पेट्रोल खान्छ, यति माइलेज दिन्छ, यसरी पनि तपाईहरु भन्न सक्नुहुन्छ। केहीको बारेमा पनि तपाईहरु सजिलै ब्लग बनाउन सक्नुहुन्छ।